हेलो गाइस, गुड मर्निङ। आज कति दिनको बादमा फेरि एउटा भिडियो बनाउँदैछु है। अस्तितिर चाहिँ किन भिडियो नबनाएको भन्दाखेरि चाहिँ कन्टेन्ट पनि पाएको पनि थिइनँ, त्यस्तो दामी कन्टेन्ट, राम्रो कन्टेन्ट हो। घरमै अलिक बिजी पनि थियो, क्लासहरू त जाँदै थियो हो, तर पनि अब त्यस्तो कन्टेन्टहरू पाएको थिइनँ। एउटा चिज किन बारम्बार हालिदिइरहनु भनेर 2 हप्ता जस्तो भएको थिएन हालेको। अन्त फेरि पनि अन्त आज चाहिँ बनाउँदैछु भ्लग होइन। अन्त अहिले चाहिँ म घरमा खानासाना पकायो भनेर क्लास जाँदैछु। आई होप सबैजना ठिकै हुनुहुन्छ होला। हत्तु छ खानेकुराहरू बनाइराखेर आज त झन्डैले भयो 10:30 पनि नाग्यो। साथैमा 9:30 यहाँ 9 बजी पुग्थेँ क्लास होइन। अन्त गरेर आउँथेँ क्लास गरेर त 10:30 पनि नाग्यो, 11 बज्नु भएको थियो। साह्रो क्यामेरा हल्लिन्छ हौ। कता जानु भएको छैन? ए म माथि क्लास गएको नि। हजुर घरबाटै कम्प्युटर क्लास गर्दै। हजुर घरमा पनि के बसिरहने भनेर नि। हजुर त्यही भनेन हो। अन्त बा मन्दाजको दोकान त बन्द पो छ कि? हजुर अस्तिदेखिको बन्दै थियो। हजुर त्यही त होइन, भाउजू बिमार हुनुहुन्छ भन्नुहुँदै थियो कि अन्त र नि। हजुर गइ चाहिँ हेर्नु न, बा खुल्ला छ हो। हुन्छ तर 1 हप्ता जस्तो भयो बन्द भएको। हुन्छ गइ चाहिँ हेर्नुहोस् न, छुइनँ ल। हुन्छ बिस्तारै छुइनँ। अहिले चाहिँ म होइन आधा बाटोमा आइपुगिसकेको छु हो। अन्त अब त के भन्नु, अब के गर्नु, कन्टेन्टहरू पाएको थिइनँ होइन। राम्रो कन्टेन्टहरू, राम्रो भनौँ प्लस अब एउटै भ्लगमा त के बनाइरहनु होइन, एउटै चिजको त्यो भनेर अस्ति बिचमा 2 हप्ता जस्तो छोडेको थिएँ नि त। अन्त त्यही भएको कारण चाहिँ अब कन्टेन्टहरू पनि भएको छैन। अब के भन्नु, आमामा के साह्रो गरम हौ। आजको टास्क या उयो क्वेसन होइन, यो रिजल्टको टेबल बनाउनु पर्ने छ होइन। अन्त कोडिङ गरेर हेर्नुहोस्। आदि कोडिङ चाहिँ गरिसकेको छु। कोडिङ चाहिँ यो प्रकारको छ, यो यस्तो छ कोडिङ चाहिँ होइन। आदि कोडिङको चाहिँ यो प्रकारको रहेको चाहिँ यस्तो हुन्छ फर्मेट होइन। अगाडिपट्टि डिस्प्लेमा यस्तो हुन्छ। आदि कोडिङ गरेको यति भएको छ। अब पुरै गर्नुपर्ने सानो हेर्नु जस्तो लागेको छ कोडिङ। फाइनली अहिले चाहिँ मैले होइन कोडिङ सकिसकेँ। कोडिङ सकेर अहिले मैले चाहिँ यसरी कोडिङ गरिसकेँ होइन। र कोडिङ अहिले त यतिको त बुझ्दिनँ, तर स्क्रिनमा देख्दै गरेको कोडिङ हो, HTML कोडिङ तपाईँले देख्न सक्नुहुन्छ। यो अहिले यतिको त के लेखेको हुन्छ होइन, के कस्तो के हो। अब यसको रिजल्ट हेर्नुहोस् न, यहाँ चाहिँ त्यो HTML को कोडिङ चाहिँ गरेर मैले यतिको बनाएँ होइन। रिजल्ट चाहिँ यही हो। हुन त यो रिजल्टकै बनाएको मैले टेबल, र डिस्प्लेमा चाहिँ अब त्यो कोडिङको चाहिँ त्यति गरेर चाहिँ रिजल्ट चाहिँ यस्तो हसा फ्रन्ट प्राइस भनेको नि। क्वेसनको यहाँनिर यस्तो थियो होइन, क्वेसनमा यो छ कोडिङ। अन्त क्वेसनमा टेबल यसरी छ होइन। मैले पनि यसो बनाउनुपर्छ, तर HTMLबाट यसो बनाएँ। हजुर अहिले चाहिँ म घर जाँदैछु होइन। अब घरमा गएर चाहिँ खाना खान्छु पहिला त, त्यहाँदेखिको कपाल काट्नु पर्ने छ होइन। यहाँ ब्रुसलीको बाउ जस्तो देखिरहेको छु होइन। यस कपाल लामो भएकोले साथीलाई काट्यो भन्नुपर्ने छ। ब्रुसलीको बाउ जस्तो देखिरहेछ। दादाले पनि भन्नुहुँदै थियो डल्लो बना न, डल्लो ब्रुसली जस्तो डल्लो काट्न भन्दै थियो होइन। ब्रुसली जस्तो देखेर नि मलाई यो कपाल देखेर। अन्त गरममा हो त्यही माथि। खासमा चाहिँ म यो कपाललाई चाहिँ लामो पालौँ भनेर सोचेको थिएँ, तर गरम पनि आयो होइन। सक्दैन हामीले स्याहार्नु हो। दिनको डेली नआउँदाखेरि पनि चाया परेर गरम भएर अहिले फिलहालमा चाहिँ कपाल सफा काटेर नुहाएर बसिरहेको छु होइन। अब कपाल काटेर चाहिँ नुहाएर बसिरहेको छु अहिले। ल बाइ गाइस, अब नेक्स्ट भिडियोमा अब राम्रो कन्टेन्ट हेर्दै बनाउँछु। मन पऱ्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला।